देखेर पो के गरौँ। यो कविता भोलानाथ पराजुलीद्वारा लेखिएको कविता हो र यो कविता शार्दूल विक्री छन्दमा लेखिएको छ। चारैतर्फ जताततै जगतमा शस्त्रास्त्रकै होड छ। हार्छन् यी निमुखा र दुर्बलहरू, मोटो सधैँ जित्दछ। सच्चा मानवता निराश्रय बनी भाग्यो निकै पलतिर। अहिले दानवता छ वायु गतिमा साम्राज्यकै खातिर। कस्तो कर्म गरेर यो नरजुनी साफल्यमा पुग्दछ। के हो जीवन लक्ष्य शान्ति कसरी संसारमा मिल्दछ। यसको तथ्य बुझेर कर्म गतिले गर्ने यहाँको छ र। यसको तथ्य बुझेर कर्म गतिलो गर्ने यहाँको छ र। तुच्छ स्वार्थ र लोभको बिगबिगी देखिन्छ चारैतिर। पैसा हो सब थोक यो जगतमा, पैसा बृहत साधन। पैसा धेर कमाउ दिन्छ यसले आनन्दको जीवन। यस्तै नीच भए पनि गर तिमी त्यो काम रातो दिन। यस्तै मन्त्र सुनाउँछन् सबजना सिक्छन् खुसी भइकन। खानै कति नपाई दुर्बल तथा भोको छ संसार यो। भिर्नै वस्त्र नपाई व्याकुल तथा सर्वाङ्ग नाङ्गो छ यो। नेता शासक मत्त भई हरघडी अन्धो छ देख्दैन यो। सच्चा मार्मिक शब्द चित्रण कुनै गर्दैन यो सत्य हो। यो पृथ्वी घर हो समस्त जनको, हामी सबै भाइ हौँ। स्वार्थ त्याग गरी सबै मिलिजुली कल्याणमा नै बढौँ। मेरो यो अनुरोध ध्यान पर भई सुन्दैन कोही पनि। मेरो यो अनुरोध ध्यान पर भई सुन्दैन कोही पनि। यस्तै दुस्थिति नै रह्यो यदि भने व्यर्थै गयो जीवनी। आत्मज्ञान हराभरा छ जसमा त्यो जङ्गलै पस्दछ। यद्दा दुष्ट चरित्रको ठहरी त्यो जेलमा पर्दछ। गर्छन् शासन आजको जगतमा जाली फटाहरू। देखेको छु कराल दुर्नियम यो देखेर पो के गरौँ। देखेको छु कराल दुर्नियम यो देखेर पो के गरौँ।